चिया भनेको हेर्दाखेरि सानै कुरा हो हैन चियाले गर्दाखेरि सडक बालबालिका इस्युहरू बाहिर आउँछ यो चाहिँ एडभोकेसी क्याम्पेनिङ एउटा लबीको ठुलो टुल पनि हो हार्टबिटले चाहिँ आइतबार मङ्गलबार चाहिँ चिया बाँड्छ सडकहरूमा चियासँगै खानेकुराहरू बाँड्छ डोनटहरू हार्टबिट चाहिँ 2006 मा इन्फर्मली सुरु भयो 2009 देखि चाहिँ यो चाहिँ एनजिओको रूपमा चाहिँ यो रजिस्टर भएर चाहिँ कामहरू गर्यो यसको अब्जेक्टिभ भनेको चाहिँ युवाहरू मार्फत चाहिँ बालबालिकाहरूको लागि चाहिँ सचेतना एडभोकेसी क्याम्पेनिङहरू गरेर चाहिँ उनीहरूलाई चाहिँ एउटा चाहिँ सपोर्ट गर्ने यो देशको लागि चाहिँ ती बालबालिकालाई चाहिँ एउटा योग्य नागरिक बनाउने पहिला त झ्याप हुन्थ्यो अहिले खाँदै गएपछि त त्यसपछि त केही पनि हुँदैन पनि नसा चाहिँ हल्का लाग्छ खाएन भने सक्सेको हुन्छ अहिले त अलि छोडेर हुँदैन सक्छ आउनु त आउनु तर म सडकमा नआउने के स्ट्रिटमा बस्ने बच्चाहरूलाई चाहिँ एउटा मानवताले नाताले चाहिँ पैसा दिएर चाहिँ मैले धर्म कमाएँ भनेर सोच्नु चाहिँ एकदम ठुलो गल्ती पनि हो दिएको पैसाले चाहिँ उनीहरूले चुरोट खाने ग्लु किन्ने त्यही भएर चाहिँ एउटा नसामा फस्ने भएको भएर चाहिँ तपाईँले आज एक दिन 5 रुपियाँ दिनु होला 10 रुपियाँ दिनु होला भोलि फेरि दिनुहुन्न दिनै परे पनि एउटा खानेकुराहरू किनेर दियो भने चाहिँ त्यो राम्रो हुन्छ अब तिमी भोलिदेखि स्कुल गएर के गर्छौ स्कुल पढ्छु अरु त के भोलि पढ्नु पर्छ पर्सि पढ्नु पर्छ अहिले त्यहाँ यति लेखिरहेको छु त हामीले चाहिँ अहिले सुकुम्बासी बस्तीहरूमा चाहिँ त्यहाँ रहेको बालबालिकाहरूलाई चाहिँ हामीले चाहिँ 9 देखि 3 बजेसम्म हामीले चाहिँ पढाइरहेका छौँ त्यसमा चाहिँ हाम्रो भोलिन्टियरहरूले चाहिँ त्यहाँ पढाउनुहुन्छ राज्यले नगरिरहेको अवस्थामा चाहिँ विभिन्न सङ्घ संस्थाहरूसँग मिलेर चाहिँ हामीले चाहिँ बच्चाहरूलाई चाहिँ पढाइरहेको छु जब कि उनीहरू चाहिँ शिक्षाबाट वञ्चित नहोस् मेरो मम चाहिँ 1 वर्ष हुँदाखेरि बित्नु भएको होइन अनि मैले चाहिँ उहाँलाई अहिलेसम्म देखाएको छैन अनि मेरो फादरले चाहिँ खास के भन्छ उहाँले नहेरिकन मेरो मामा घरमा चाहिँ छोडिदिनु भएको हो क्या ल्याक अफ प्यारेन्टल केयर भनेको के हुन्छ भनेर होइन त्यो फिल गरिरहेको छु होला त्यसैले नि मलाई चाहिँ खास चाहिँ चाइल्ड सेक्टरमा र स्पेसली स्ट्रिट चिल्ड्रेनमै काम गर्न मन लाग्दो रिजन चाहिँ त्यही हो पर्सनली चाहिँ फर्स्टमा चाहिँ अब मलाई उनीहरूको लाइफस्टाइल अनि उनीहरूको बिहेभियरहरू देखेर अब आई वाज स्केयर्ड होइन मलाई डर लागेको थियो उनीहरू मसँग बोल्न आओस् होइन कि म आफै चाहिँ गएर उनीहरूसँग इन्ट्रेक्सनहरू गरेँ होइन मैले पनि आफ्नो लाइफको बारेमा सेयर गरेँ म पनि खास तिमीहरू जस्तो हो तर यति मात्र फरक हो कि आई गट द गुड अपर्च्युनिटी तिमीहरूले त्यो अपर्च्युनिटीबाट ल्याक भयो भनेर ड्रिम सेन्टर भनेको चाहिँ एउटा सपनाको केन्द्र भन्छ यो त ड्रिम सेन्टर भनेको चाहिँ यो चाहिँ एउटा केन्द्र हो होइन जहाँ चाहिँ लाइक बच्चाहरू आउन सक्छ खेल्न सक्छ एउटा फ्रीली आउन सक्छ अनि त्यही भएर चाहिँ यहाँ चाहिँ अब धेरै बच्चाहरू आइरहेको छ होइन जसले चाहिँ यहाँ आएपछि चाहिँ मेडिकल सपोर्टहरू पाउँछ लुगाहरू पाउँछ होइन एउटा खाना पैसा कमाएको त्यो उडिहाल्नु पैसा कमाएको कसरी उडाउँछ खाना खानु पऱ्यो अब कहिले चाहिँ हतपछि दिन खाँदैन कहिले खानु मलाई दिन खान्छु अब लाज लाग्छ दिन चाहिँ मागेन कुरा नसुन्ने हैन आफू बुढाबुढी मिलेर काम गर्ने हामीले लगभग अहिलेसम्म 7-8 जना बन्दीको बच्चाहरूलाई पढाइरहेका छौँ अहिलेसम्म
त्यो बाहेक पनि हामीले चाहिँ जेलहरूमा चाहिँ लाइब्रेरीहरू बनाउने चाइल्ड फ्रेन्डली इन्भाइरोमेन्टहरू बनाउने भनेर चाहिँ हामीले कोसिसहरू गरिरहेको छौँ। त्यहाँको कहिलेकाहीँ चाहिँ त्यहाँको महिलाहरूलाई एकदम समस्या पर्दाखेरि चाहिँ हामीले चाहिँ उनीहरूको उपचारको लागि पनि सहयोग गरिरहेको छ। पत्थरदेखि लिएर बच्चाहरूको आँखाको अपरेसन गर्ने। अलिअलि त त्यो परेला काटेको चाहिँ चिलाउँछ। त्यो एउटा पेन्टिङ हो होइन, जो चाहिँ सुन्दारा महिला कारागारमा चाहिँ एउटा चाहिँ महिलाले बनाएको पेन्टिङ हो होइन। त्यसमा चाहिँ पेन्टिङ गर्नुको उद्देश्य, कार्यशाला गर्नुको उद्देश्य चाहिँ उनीहरूको मस्तिष्कमा चाहिँ एउटा चाहिँ प्रभाव पार्ने, उनीहरूको प्रब्लमहरू के रहेछ भनेर हामीले चाहिँ हुन्छ नि परिवर्तन गर्नको लागि चाहिँ हामीले चाहिँ उनीहरूलाई मनोरञ्जनको रूपमा हामीले फिल्महरू देखाउने, आर्टहरू गर्ने, लाइक म्युजिकहरू, क्यामेराहरू सिकाउने। त्यसो गरेपछि चाहिँ उनीहरूलाई चाहिँ के हुन्छ मेन्टल्ली एउटा जो नि हुन्छ थेरापी जस्तो पनि हुन्छ, आर्ट थेरापी जस्तो पनि हुन्छ। क्यामेरा खेल्यो भने एकछिन राम्रो हुन्छ, फोटो खिच्नलाई हुन्छ, रमाइलो लाग्छ, गाउँघर हेर्न मन लाग्छ। समाजले हामीलाई बुझ्दैन होइन, सरकारले हामीलाई बुझ्दैन, अनि अब कहिलेकाहीँ ती बालकहरूले पनि हामीलाई बुझ्दैनन्। तर पनि चारैतिरबाट समस्याहरू छन्, फन्डको समस्याहरू छ, ठाउँको समस्याहरू छ। हार्टबिटले चाहिँ भविष्यमा चाहिँ ती बालकहरूको लागि चाहिँ घाँस कपास हुन्छ, जहाँ चाहिँ बच्चाहरू आउन सकोस्, खेल्न सकोस्, एउटा फ्रिडम हाउस, एउटा स्वतन्त्रताको घर भनेर चाहिँ हामीले चाहिँ बनाउने भन्ने हाम्रो निकट भविष्यमा चाहिँ एउटा योजना छ होइन। बाउ छैन क्या, आमा छ। आमा बाडो नाकरी त बनाएर आएछ, लाइसेन्स झिकिदिन्छु टेम्पो चला भन्नु। भाउजूसँग गएर बस्नु जानु नै मन लाग्दैन। मलाई त राम्रो मान्छे बनेस्, भएछ भनेस् भन्ने सोचिरहेको छ। ठुलो मान्छे बन्नु। ठुलो मान्छे जस्तै ठुलो मान्छे होइन, कस्तो कस्तो भन त नाम। प्लेन चढेर जाने, पिलारमा उड्नु।